Morning everyone, welcome to our second vlog today हैन त्यसपछि short vlog हो आजको तर it will be little bit interesting as I said on last vlog हामी चाहिँ next vlog मा चाहिँ माइक्रोफोन किन्छौं भनेर भनिरहेको थियौं अनि now we are going to buy microphone हैन we are going to JB Hi-Fi अनि त्यसपछि we will update you soon okay ल let's go see ya ल हामी चाहिँ निस्किसक्यो है गाइजहरु अब Wow, excited भइरहेछु म आजको दिन फेरि यस्तो छ कि आज पानी पनि परिरहेछ घाम लागिरहेछ आज स्यालको बिहा होला जस्तो छ यहाँ अस्ट्रेलियामा हाम्रो यहाँ घरबाट चाहिँ JB Hi-Fi almost 10 to 12 मिनेट लाग्छ अब हामी JB Hi-Fi मा भेट्छौं है त गाइज गाइज अब हामी फाइनली JB Hi-Fi पुग्न थाल्यौं मैले जहिले यो TK Maxx आउने भएर यताको TK Maxx जान लाग्यो जस्तै फिल भइरहेको थियो तिमी त TK Maxx को गिरी हौ ल म हैन तिमी हो धेरै अझ राम्रो राम्रो लुगा पाइन्छ नि त्यहाँ TK Maxx फाइनली पुग्न थाल्यौं हामी धेरै टाढा ट्राभल गरे जस्तो चाहिँ पुरै फाइनली हो पार्किङ पो छैन अब पार्किङ खोज आज विकेन्ड हो पार्किङ मेमोरी फुल हुन्छ भनेर भिडियो बन्द गर्दै हाल्छ मेरो बुढी फेरि यस्तै छ बोल्दै छु म पार्किङ फुल रहेछ यहाँ चाहिँ भेट्यो तिमी आज काम नजाऊ न त आज त्यस्तो हुन्छ काम सिक्न हान्ने फेरि आज स्याटरडे आज काम सिक्न लग गराएर काम बिताल्यो मिलियन सब्स्क्राइबर भएको भए 50 भ्युज आउने भए पो काम ल ठिकै छ नि त आज सिक्क लानेर सब्स्क्राइबर 40 भिडियो बनाएर बस्दै भन्नुहुन्थ्यो ल हाम्रो जाने ठाउँ त्यही हो JB Hi-Fi होम ल She is going to JB Hi-Fi home हातले देखाउने क्या हो स्वागतम छ भन्दै सेकेन्ड टाइममा यो किन आउँछ तर डाइसनको पनि आउँछ घडीहरु देखाइदिउँ न नि फोनहरु देखाइदिउँ नयाँ फोन चाहियो मलाई 16 Pro Max प्राइस नै गाइजहरु ल कता हो माइक सोध्नु पर्यो नि त बुढीले सोध्दैछ नि Okay, thank you. Oh. क्यामेरा 360 पनि रहेछ नि त क्यामेरा अब यो सेकेन्ड टाइम किन्नु पर्छ है गाइजहरु ए क्यामेरा छ नि त we need this हैन त हामीलाई यो चाहियो यसको प्राइस चाहिँ 389 रहेछ गाइस यो दुईवटा आउँछ यो चाहिँ के रहेछ क्यामेरा चार्जर हो क्यामेरा जस्तो छ त हेर्दाखेरि इफ हामी सोध्न सक्छौँ त्यसैले हामीलाई कन्फ्युज भयो गर्दैन ल माइक किन्ने भने मान्छे खातामा पैसा छैन ल पे गरौँला नि मैले किन्ने ल नकिन्ने औ एक्साइटेड हो पैसा तिमीलाई नट एक्साइटेड मलाई चाहिरहेको थियो पैसा तिर्ने मायाले Happy? You already got it what you want? अब let's go out. ल मजा आयो घर गएर भिडियो बनाउने हेरेर फेरि गाडीहरु आइराछ नि TK Maxx जाने हो र ल यस्तो बादल लाग्छ है मौसम त बवाले छ नि त त्यही भएर त काममा नजाऊ भनेको काममा त जानु परिहाल्यो नि कहाँ छ गाडी उ त्यहाँ छ यहाँ छ मेरो लभली माई लभली कार आज त उसको गाडीमा आएर फर्स्ट टाइम हो फर्स्ट टाइम हैन धेरै टाइम भइसक्यो नि अब हामी घर जान लाग्यो
बबाल च्यालेन्ज गरेछ तर अब के भने आज काममा जानुपर्छ फेरि चिसो मौसमलाई तातो बनाऊ के भने जस्तै मौसम त चिसो थियो तर अब वेदरले च्यालेन्ज गरेछ है हामी चाहिँ ऊ त्यो डाँडामा बस्छौँ त्यो माथि डाँडामा हिलमा बस्छौँ टप अफ द हिल त होइन तर त्यो डाँडामा चाहिँ बस्छौँ देखाइदिएर त्यहाँ बादल आए जस्तो लाग्छ हामी बस्ने चाहिँ त्यो माथि है कालो चढ्दैछौँ तिम्रो गाडीले उकालो तान्छ कि तान्दैन यहाँ गियर तल राखेर स्पिड 80 60 को स्पिडमा 80 ओ माय गॉड स्पिड हैन 60 को जोनमा त्यही जे भए पनि त्यही एउटै हो कहाँ एउटै हो 60 को जोनमा 80 भनेको 87 हो घरिएर त यहाँ 90 100 पुग्छ आज अलि चिसो बाटो भएर ब्याक होम है गाइजहरु अब घर गएर माइक खोल्दियो कस्तो घर गएर हैन अब भित्र गएर भन न कहाँ घर गएर घर त पुगिसक्यो नि ढोका खोला ए ढोका खोला त मसित छ which one only one त्यही एउटा मात्रै छ हाम्रो घरको पनि टुर गर्नुपर्ने है अब नेक्स्ट ब्लगमा चाहिँ हाम्रो घरको टुर गर्नु म नक्कली केटी नक्कली हैन नक्कली यो खोल्न पनि 20 घण्टा लाग्छ होला मलाई त लाग्दैन बस कहिलेबाट भनिरहेको थिएँ मैले यो मलाई चाहियो किन भनेर तिमीले मान्दैन अनि मैले पनि किन्ने भनिरहेको थिएँ नि मैले यस्तै सही मौका खोजिरहेको थिएँ कि किन्नलाई त्यही भएर ल नाइस किन यो डिजे आकि किन्ने भनेर थियो है हैन अरु किनेर पैसा वेस्ट गर्नुभन्दा इन्भेस्ट गर्नुपर्छ राम्रो ठाउँ चीज अनुहारै कस्तो टल्किरहेछ के अर्कै अब चाहिँ ठिक छ के हुँदो रहेछ यो भित्र नो आइडिया हो बल्ल ठिक आला प्रेस टु अनलक रे यो स्टिकर यसलाई यस्तो गरे भने अनलक हुँदो रहेछ वाउ यो चाहिँ माइक होला है गाइस यसलाई चाहिँ यसरी हान्ने होला त्यो थिचेर अड्काउने होला नि क्लिप जस्तै हुन्छ के त्यो हो त्यो ए ओके के थाहा अब फर्स्ट टाइम हो नि त माइक यो यसरी गर्ने होला अनि यो चाहिँ फर छ माइकमा हाल्ने डिजाइन हैन त्यसले चाहिँ सफ्ट आउँछ के भोइस बुझ्यौ यो यसरी यहाँ अड्काउने त्यो छोड्दै त्यो मिलाउला अहिले अब के छ त्यहाँ देखाउन यो दुईटा चाहिँ मिनी माइक छ यसमा अनि टाँसिदो रहेछ अनि यो चाहिँ रिसिभर भोइस रिसिभ गर्ने यसले अनि चार्जर चाहिँ यसैमा होला अनि यसमा एउटा कनेक्टर पनि छ यो चाहिँ चार्ज गर्नलाई हामीलाई छुट्टै एउटा एडाप्टर चाहिँ चाहिन्छ तर यो चाहिँ चार्जर हो त्यसले यहाँ दियो होला नि तार दिएछ त तार ओके तार नै दिएको रहेछ है गाइस यसको तार चाहिँ कस्तो छ यस्तो मजाको झोला हुँदो रहेछ ओके ब्याग पनि ओके हामीलाई एडाप्टर के चाहिन्छ होला यसको चार्जर छ त्यो टाउको चाहिँ चाहिन्छ चार्ज गर्ने भन्छ यो माइकलाई हामीले फोनसित उ गर्न नि मिल्छ क्या यहाँ कताबाट लगाएर ए हैन रहेछ फोनसँग चाहिँ हामीले ब्लुटुथमा यो रिसिभर चाहिँ कनेक्ट गर्ने हो ए यो म्याग्नेट वाला पनि रहेछ बेस दामी कस्तो भन्दाखेरि जस्तो टी-शर्ट यो माइकलाई बाहिर यसरी राखेर अनि यसरी मुनिबाट यसरी टास्न मिल्छ कि यहाँ राख त माइक त्यो हैन यता यो के यो हैन यो के यो राख हो यसरी के लुगा भित्रबाट यसरी अड्कन मिल्छ के क्लिप गरिराख्नु परेन के यो दुईटा छ यो के हो यो कहाँ थियो यो त्यही त्यसै पछाडी थियो के यस्तो थियो ओके डन राम्रो रहेछ है ब्याग नि यत्रै ब्याग बोकेर हिँड्ने यो चाहिँ के हो अनि त्यही ए भोइस कति धेरै दिएको त दुईटा हो 4वटा छ खै बिग्रिन सक्छ भनेर होला नि त एक्स्ट्रा होला ओके अनि मैले यो चाहिँ बुझिन के यो चाहिँ के रहेछ के यो केने के होला देवेश यो तार चाहिँ यो चार्ज गर्ने भयो एउटा यो चाहिँ के रहेछ है गाइस थाहा भएन म पत्ता लगाउला पछि के हो त्यो भनेर उ त्यो निकाला नि त रिसिभर कस्तो त्यो हेर्दा क्यामेरा जस्तो देखिन्छ यस्तो हुन्छ यो
यहाँबाट चाहिँ मिलाउने होला +9 +-9 के छ 0 मा छ अब आइडिया छैन अब चलायो भने थाहा होला है यो चार्ज गर्ने फेरि खै यो बत्तीसँग चार्ज हुने हो कि यहाँ पनि छ फेरि छुट्टै आई डोन्ट नो ओके गाइज अब हामी यो माइक लाएर एउटा भ्लग बनाउँछौँ भिडियो बनाउँछौँ कस्तो आउँछ साउन्ड है त्यसपछि थाहा हुन्छ अहिले त जस्ट अनबक्स मात्र ल गाइज यो भिडियो चाहिँ हाम्रो अनबक्सिङ र बाइङ भयो अब नेक्स्ट भिडियो चाहिँ हामीहरूको अब यो माइकलाई युज गरेको हामीले एउटा अर्को भ्लग बनाउँछौँ है अनि वी विल मेक अनदर एक्साइटिङ भिडियो यति भन्दै अब आजलाई चाहिँ हामी यहीँ के गर्छौँ रे यही छुट्टिन्छौँ मेरो साथीले च्याटिन्छौँ भन्थ्यो अब हामी यहीँ च्याटिन्छौँ अनि त्यही हो ल विल सी यू इन अनदर भ्लग अनि त्यो त अब लास्टमा भन्यो आई होप यु गाइज आर डुइङ वेल अनि के भन्छ रे हेभ अ गुड डे अनि प्लिज लाइक सेयर एन्ड सब्सक्राइब टु आवर च्यानल त्यति भन्दै अनि वाइब्स विथ आशिक्षा टेल्स यु गुड बाई फर द मोमेन्ट बाई बाई